हेलो साथीहरू, आज हामी कोरियाको गुमीमा रहेको खुमसानको यात्रा गर्न गइरहेका छौं। खुमसानको बारेमा छोटो जानकारी है त। खुमसान गुमी सहरको उत्तर प्रान्तमा ख्योङ्साङ-बोक्दोमा पर्छ। यो एक प्रसिद्ध पर्वत हो। यसको उचाइ लगभग 977 मिटर छ। प्राकृतिक सुन्दरता, जङ्गल, चट्टान भएको स्थल धेरै छन्। हाइकिङका लागि राम्रो व्यवस्था गरिएको छ। केही दृश्य स्थानहरूबाट राम्रो भ्यू पोइन्ट छन्, जहाँबाट गिरिह थ्योरन वरिपरिका दृश्यहरू देख्न सकिन्छ। पर्वतमा याक्साआम नामको बौद्ध मठ छ, जुन चट्टानी क्षेत्रमा निर्माण गरिएको छ। यहाँ दाङ्गे वाटरफल पनि छ। वर्षातको समयमा वाटरफल निकै सुन्दर देखिन्छ। पर्वतको आधारबाट चढ्न सकिन्छ वा मध्यम भागसम्म केबल कार पनि छ, जसले हाइकिङ गर्न सजिलो बनाउँछ। यो गुमी सहरको प्रसिद्ध पर्यटकीय आकर्षक स्थल हो। धेरै पर्यटक हाइकिङ गर्न, प्राकृतिक आनन्द लिन र धार्मिक स्थलहरू हेर्न आउँछन्। यहाँ दाइयेङ वाटरफल पनि छ, जसले वर्षातको टाइममा निकै सुन्दर देखिन्छ साथीहरू। त्यहाँबाट देखिने यो सहर यो सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले पनि महत्त्वपूर्ण छ, जसले गुमीलाई थप पहिचान दिन्छ। इमर्जेन्सी औषधिहरू यहाँ कोही छैन, यहाँ लक छ, कोड छ, आफै निकालेर हेरेर इमर्जेन्सी औषधि आफै लिन सकिन्छ। ट्रेकिङ गर्नलाई यति राम्रो व्यवस्था खुमसाङको पुग्न दिखाउँदैन, यस्तै मान्छेहरू चलिरहन्। म कहाँ के देखाउँछु भनेदेखि हाम्रो कम्पनी कहाँ हुन्छ। यो खुमसानको चुचुरो, त्यहाँबाट देखिने दृश्य, गुमी सहरको विभिन्न एरियाहरू। साँच्चीकै प्रकृति मनपर्ने साथीहरूको लागि यो अत्यन्तै राम्रो गन्तव्य हुन सक्छ। यदि तपाईँ पनि हाइकिङ गर्ने सोचमा हुनुहुन्छ भने, गुमी वरिपरिको एरियामा हुनुहुन्छ भने यो तपाईहरूको लागि अत्यन्तै उचित गन्तव्य हुन सक्छ। बौद्ध मठ भएको चट्टानबाट बनेको बौद्धको मठ पनि देख्न पाइन्छ। प्राकृतिक सुन्दरता, झरना, रङ्गी बिरङ्गी बेट बिरुवाहरू, जसले तपाईको मनलाई साँच्चीकै उमङ्ग बनाउनेछ। यदि तपाईँ पनि कतै हाइकिङ जाने सोचमा हुनुहुन्छ भने यो ठाउँ तपाईँको लागि